नेपालीको छोरो म त विदेशतिर गइन मान्छे पनि बिन्दास म त चिन्ता चिन्ता छैन यो 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 दुर्गेश थापा हो। अब कुनै कुनै भेडाउले के भन्छ थाहा छ? आफूले गर्न सक्दैन अर्काको खुट्टा कति तान्छ भनेर। अनि के भन्छ तिनीहरूलाई थाहै छैन कि कपी भनेको के हो भनेर। धेरै मान्छेहरूले के सोध्छ, भाषा परिवर्तन गर्नुलाई मात्र कपी भनेर सोध्छ के। तिमीहरूको बुद्धि छैन। भाषा मात्र होइन, लय शब्दहरू त्यसको फ्लोहरू मिल्नुलाई पनि कपी बनिन्छ। तिमीहरूले प्रकाश सपुतको गीत सुनेछ, गलबन्दी च्यातियो, त्यो कस्तो विवादमा आएको थियो हो, त्यसलाई पनि कपी बनिन्छ। तिमीहरूको बुद्धि भए पो आयो करायो, कहाँ देखिस् कपी, ए खुट्टा तान्ने रे। त्यही यो चाहिँ मैले त्यो पछिल्लो भिडियोमा चाहिँ कमेन्ट गर्ने मान्छेहरूलाई हो, जुन मैले त्यो 12 गाउँ फिल्मको त डायलग जुन कपी छ, त्यो नेला टिकट फिल्मको साउथ इन्डियन फिल्म त्यसको कपी हो भन्दाखेरि मान्छेहरूले होइन रे, कहाँ छ रे, मिलेकै छैन रे। ए लन्ठुहरू, तिमीहरू बुझ्दैनौ, तिमीहरू धेरै पछाडि छौ, धेरै पछाडि। तिमीहरू यहाँसम्म पुग्नलाई अझ धेरै टाइम लाग्छ। म पनि विराज भट्टको फ्यान हो होइन, म पनि सानैदेखि विराजको फिल्म हेर्दै आएर, तर जे यथार्थ हो त्यो यथार्थलाई त बुझ्नु पऱ्यो नि। त्यो यथार्थ त लुक्दैन। त्यो तिमीहरूलाई थाहा छ त्यो फिल्ममा त्यो डायलग किन छैन? किन छैन भन्दाखेरि मान्छेहरूले धेरै नै पहिला नै साउथको कपी भयो, साउथ जस्तै देखियो, लुकहरू यताउति सबै कमेन्टहरू गर्नाले तिनीहरूलाई थाहा हो कि यो डायलग पनि हाल्यो भने बाइचान्स कतैबाट निस्किन्छ, कतैबाट थाहा पाइहाल्यो भने मान्छेहरूले नै साउथकै कपी हो भनेर भन्छ भनेर त्यो डायलग फिल्ममा नहालेको हो। तिमीहरू कहिले बुझ्छौ साला गुरुहरू? आयो भुक्यो साला करायो, यो होइन त्यो होइन, के भन्ने तिमीहरूलाई? तिमीहरू बुझ्दैनौ, तिमीहरू बुझ्दैनौ। तिमीहरू त्यो दिमाग बाँड्ने बेला भेडा चढाउनु गएको थियो कि, बुझिस्?